सबै सक्छ सबै समात्नु ल भने केटा हो हामी नराम्रो काम हैन हामी राम्रो काम नै गर्दै हिँड्छ यो आँखाले देख्नु पर्यो क्या तान्दै थियो खेल ग्याङ थियो सेट ग्लासमा लोकल ठर्रा पर्यो लफ्टा पर्यो 17 मा जेल 12 मा फेल टाउकोमा बढ्दै थियो केस सडकले सबलाई ग्याङ्स्टर बनायो म भए हम्बल र ग्रेट तान्दै थियो खेल ग्याङ थियो के चाहिँ केटा हो आज पछिला थाहा होला नहोला हैन आज पर्यो 17 मा जेल जुन 17 एनिभर्सरी राइड यहाँ हाम्रो किसन भाइ छ पारा फर्ममा छ यहाँ केटा सबजना फर्ममा छ यहाँ भने केटा हो हामी नराम्रो काम हैन हामी राम्रो काम नै गर्दै हिँड्छ यो आँखाले देख्नु पर्यो क्या हैन त के हामीले यहाँ देखिरहेको छ कि छैन के आँखाले देख्नु पर्यो हैन नराम्रो काम गरे मात्रै किन राम्रो काम गरे नि अब डार्क कन्टेन्ट हामी चाहिँ अब डार्क कन्टेन्ट यस्तो हो यहाँनिर बिग फ्यान त्यही देखिरहेको छ है त यहाँ त्यस्तो विषय चाहिँ नभन्नु है भन्नु भन्छ भन्नु भन्दै हो त भन्नु भनेन अब चाहिँ हामी निस्किनु लाग्यो हैन ट्याक्क यहाँबाट अहिले माटमा हामी स्टप हुन्छौँ माटमा अनि चामल किनेर सामानहरू किनेर त्यहाँबाट सिधै सामाकोसी डोनेसनको लागि हाम्रो मानव सेवा आश्रममा कल गर्दैछौँ होइन हामी यहाँनिर अब डोनेसनको लागि आउँदैछौँ भनेर कुरा त हाम्रो हिजो भइसक्यो त्यही पनि आउनुभन्दा अगाडि हामी यसरी आउँदैछौँ है अहिले अब 1-2 घन्टाभित्र आइपुग्छौँ भनेर हामी यहाँ भन्दैछौँ होइन हिमान्शु उत्पाद हुनेवाला चाहिँ केटा हो नमस्ते हाम्रो यो मानव सेवाबाट है हजुर हामीले हिजो कल गरेको थियो यो डोनेसनको लागि भनेर हिमान्शु केटाले एक ब्रिफिङ दियो 1 लाइन नपड्काउने एकदम डिसिप्लिनमा एकदम सिधामा पहिला सूर्य त माथि फैका जाने हो फैकामा माटमा सामान किन्ने अनि पछाडि भएकोले बोकाउनु लाउने अनि त्यसपछि बल्ल अनि उसमा जाने हामी भयो नि त ल केटा मेरो बाइक यहाँ छ होइन म सँगसँगै बिस्तारै पछाडि उता गएर स्टप हुन्छ हामी म यहाँबाट केटाहरूले बिस्तारै उता लग्दै गर्छु स्टप हुन्छ होइन त्यतिखेरसम्म लाइन मिलाउँदै आऊ है त पछाडिबाट अनि त्यहाँबाट मजाले लाइन मिलेछ नि जाउँ औ बिस्तारै आऊ उहाँ आँटेर रोकौँ तिमीहरूको पछाडि लगाऊ त थोरै पछाडि लगाऊ त 2 लाइन च्यापो त 2 लाइन के को छ होइन यहाँ जस्तै कि मिररमा देख्न सकिन्छ यहाँ केटाहरू पछाडि आइरहेछ एकदम चिलमा होइन वाइल्ड डिसिप्लिनमा अब यहाँ माथि चाहिँ हाम्रो एउटा माट छ होइन हाम्रै टोलको माट त्यो माटमा हामी जान्छौँ सामानहरू किन्छौँ अनि त्यहाँबाट सामान राखेपछि हामी टक्क चिलमा लगाएर सामाकोसी गएर टक्क डोनेसन हानेर अनि फर्किन्छौँ चामल यहाँ चामल किन्ने क्या सामानहरू किन्ने क्या यहाँ अब केटाहरू एकछिन बाहिर बस्दै गर ल अब यत्रो जना सबै भित्र छिर्न मिल्दैन होइन हामी बुझेर आउँछौँ के छ मेरो दाइ के छ दाइ हेलमेट खोल्नु पर्ने क्या हो चिन्न मलाई एउटा स्कार्फ अथवा केही छ त तिमीहरुसँग स्कार्फ त छैन नि दाइ अथवा रुमाल केही रुमाल छ दाइ म बोक्दिन ल एकछिन केटा यहाँ बस्दै गर ल उहाँ छ चामलको सेक्सन के मन्जितले हादियो है घरसर बेचेर भयो नि मन्जितले हाम्रो यता चाहिँ अनुप दाइ हाम्रो यहाँ त एकदम इन्टेलिजेन्ट मान्छे यहाँ दाइ गोलीमान्डु रक्स म्यान गोलीमान्डु रक्स राम्रो काम पनि गर्छ के अनि हाम्रो अनुप दाइले है उहाँ यस्तो मान व्यक्तिले हाम्रो ट्याटु हान्नु लाग्नु भएको छ गोलीमान्डु उसलाई थ्याङ्क यू सो मच दाइ गोलीमान्डुलाई फर एभर सपोर्ट गर्नुपर्छ है फर अ कज
ल कुन कुन लग्ने कसरी लग्ने तेलहरू पनि रहेछ तेलहरू लग्दा नि भयो होइन चौचौ लग्दा नि भयो चामल तेल त्यहाँ हेर न राइसहरू ग्रेन सबै छ ड्याङ 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 उठाइदियो केटा हो यहाँनिर भर्या छ अगाडि नि भर्या छ अब टक्क ट्याक्सी उता गएर एकछिन हामीलाई पर्खिन्छ अब हामी यहाँबाट टक्क सिधै राइड जान्छौँ ट्याक्सी सामान कुसी ल केटा हो यहाँ सामानहरू सब लिइसकेका छौँ होइन भयो घुम केटा हो हाम्रो राइड यहाँ सुरु भइसकेको छ जस्तै कि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन अघि हामीले सपिङ हानेर यहाँ गइरहेको छौँ हामी साहिल भाइ 2 लाइन यतापट्टि छिर यता भित्रपट्टि छिर तिमी टक्क मिलाएर जाऊ 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 लेफ्ट लेन लेफ्ट लेन लेफ्ट लेन लेफ्ट लेन लेफ्ट लेन यहाँको बाटो चाहिँ यो चक्रपथको बाटो चाहिँ अब कति यो अहिले कति लाइन 4 लाइन हाइवे होइन अब 8 लाइन बनाउने भन्ने कुरा रहेछ अब 8 लाइन भएपछि हेरौँ होइन के छ कस्तो छ के छ हेर्दै जाउँ बाटोहरू बन्दैछ फुटपाथ चाहिँ के गर्ने हो केटाहरूले बाटो त बनाउँछ सरकारले फुटपाथ बनाउँदैन जेब्रा क्रसिङ चाहियो एउटा प्रपर हेर केटा हो यहाँ अब अरूले जेसुकै भन्नुहोस् होइन मेन सिन भने त भ्लगमा देख्छ क्या टक्क यहाँ हेर नि त यहाँ के छ त नराम्रो यताउता के हानेछ त होइन भन्नेले भन्दै गर्छ होइन सुनिदिने हो हिँडिदिने हो नराम्रो गराएको छैन बाले फरर टक्क यहाँ पेट्रोल सेट्रोल हालेर अनि फेरि चिलमा जान्छौँ हामी गर्मी 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 ल केटा हो पेट्रोल नै हालिसकेको छ होइन फेरि राइड सुरु भयो यहाँनिर ट्राफिकहरूसँग चाहिँ अस्ति हाम्रो कुरा भइसक्यो त हामी यसरी राइडमा हिँड्दैछौँ डोनेसन राइड हो यताउता होइन यो दिन हामीलाई गाह्रो नपारिदिनु भन्दै हाम्रो लिटल टक्स हानेको छौँ हामीले त्यही भएर मान्छेहरू चिलमा छ उनीहरूलाई केही टेन्सनै छैन केटाहरूले बाटो जहाँबाट नि खोज्ने
केटा हो हामी सामाकोशी पुग्न लागिसकेका छौँ र हाम्रो डेस्टिनेसन कहाँनिर रहेछ कति टाढा रहेछ एकचोटि बुझिदिउँ है त ल कति टाढा हो अब ल ल केटाहरू यहाँ चौचौ बोक्दै हिँड्दैछ केटाहरू हामीले अब ट्याक्सीमा अटे जति चाहिँ हामीले ट्याक्सीमा पठाइदिएका छौँ होइन ट्याक्सी उता कुर्दैछ हामीलाई र ट्याक्सीमा नअटे जति जुन चाहिँ हामीले हातले बोक्न सकिन्छ त्यो चाहिँ हामीले बाइकमा केटाहरूले बोक्न दिएको छौँ यही मामाजीले गिद्दी हान्यो डोनेसनको लागि होइन हजुर तपाईँको कतिवटा बाइक हामी 40वटा हजुर हजुर एकछिन तिमीहरू यहीँ बस्छ दिक्छ न यहीँ बस्छ पछाडि जाऊ पछाडि बस्छ यहीँ बस्छ ल केटा हो यहाँनिर ट्राफिकको काम पनि हानिदियो क्या हो एकछिन भयो पढ्छ केटाहरू के हो म हान्छ त यार डोनेसन हो त्यसो भए हजुर आश्रममा गएर चामल केटा बाइक यहाँ यस्तो छ होइन हाम्रो ट्राफिक सर त्यहाँ पर बसिरहनु भएको छ केटा हो सेम लाइन नै तिमीहरू कुरै अगाडिको लिड गर्ने मान्छे अगाडि गएपछि मात्र जाने भइसकेको छ अब हाम्रो लागि उतासम्म कलसल भइसकेको छ होइन हामीले गर्नु त गरेको थियौँ त्यही नि यहाँ एकचोटि चेक गराएर चाहिँ हामी ग्रुप हो कि होइन भनेर टक्क हेमान्छु दुईजना फेरि अगाडि जाउँ दुई लाइन चिया भयो दुई लाइन चिया भयो दुई लाइन जुन भाइ दुई लाइन जाऊ अगाडि क्या चाहनु छिराइदियो कि क्या हो छिर्यो दिक्सन भाइ पछाडि लिड गर ल पछाडि छोड्देऊ पछाडिबाट छोड्देऊ तिमी आमा मन्जितको त्यहाँ पछाडि रुमाल बाँधेर बाइकमा उठेर चलपल
लेफ्ट 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 यता है यता है ल फाइनल्ली हामी यहाँ पुगिसकेका छौँ है त केटा हो हाम्रो ट्याक्सीकै यो एकछिन डोनेसनको लागि हो दाइ विकेश भाइ केटाहरू आऊ यहाँ अब बोक्दै उता साहिल भाइ केटाहरूले बोलाऊ त यहीँबाट बोक्दै लाउने होला नि त दाइ अब ट्याक्सी पुग्छ पानी पानी परोस् आज भिज्दै जाने दुई शब्द केटा हो हामी यहाँ मानव सेवा आश्रम पुगिसकेका छौँ र केटाहरूले धमाधम यहाँ चामल बोक्दैछ केटाहरूले हामी केटाहरू सबजना हल्का बलियो छ है केटा हो एनिभर्सरीको अवसरमा आश्रममा आवश्यक खाद्यान्न सामग्रीहरू सप्रेम हस्तान्तरण हुन गइरहेको छ आजको सेवालाई सौजन्य तथा स्थायी वितरण गर्दै सेवामा उपस्थित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हजुरहरूकै जोरदाताका साथमा आश्रममा हार्दिक स्वागत सेवालाई हामी छोटो र मिठो बनाउनेछौँ सेवा सुरुवात गर्न हामी 5 मा गीत प्रस्तुत गर्नेछौँ र दोस्रो कुरा के हो भने म आफ्नै केटाहरू होइन जो आज आउनुहुन्छ सबजना धन्यवाद दिन चाहन्छु किनकि यहाँ आएर यो यत्रो ठुलो गर्ने होइन सबजना सहयोग गर्न यत्रो टाइम बिताएर आज बिहानदेखि केटाहरू सबजना खटेर होइन हामी सँगसँगै हिँडेर खाना पिना गएर यहाँ आएर सेवा गर्नु मन ठुलोहरू भनेर नि सबै कुरा हुन्छ त्यही भएर केटाहरूले त म सबले एक्चुअली हाम्रो केटाहरू सबलाई आफूले आफूलाई र आफूले आफ्नो साथीहरू सबलाई ताली पठाइदियो भन्न चाहन्छु आगामी दिनहरूमा यसरी नै जुटाउने सबजना एकजुट भएर अहिले जसरी नै आज हामी जसरी एकजुट भएको छौँ भोलिको दिन हामी यसरी नै हुन पाऊँ र भविष्यमा नै हामी सबजना यसरी नै एकजुट भएर अगाडि गर्न पाऊँ भन्ने इच्छा छ त्यो इच्छा पुरा होस् त्यही भन्दा मेरो 2 शब्द यहाँ सुनाउन चाहे धन्यवाद माया मान्छे हुन्छ मान्छेले दिनु पर्छ Happy anniversary to both of you. Thank you so much for inviting me. आज मानव सेवामा आफ्नो सेकेन्ड एनिभर्सरी चाहिँ यहाँ आएर यसरी हामी सेलिब्रेट गर्दैछौँ भाइ तपाईँ चाहिँ आउनु पऱ्यो भनेर इन्भाइट गरेकोमा पनि म भाइहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु बिकज दिस इज वेयर आई वान्ट टु सी द युथ्स अफ माई कन्ट्री म आफूले आफूलाई चिनाउँदाखेरि चाहिँ म राष्ट्रिय युवा सङ्घ नेपालको भर्खरै भएको महाधिवेशनबाट 5औं सबैभन्दा बढी मत ल्याएर प्रतिभागी सदस्य जितेर आएको छु हामी चाहिँ आजको दिनमा एभ्री युथ अफ द नेसनको रिप्रेजेन्टेटिभ हुन सक्नुपर्छ सो यहाँ हेर्दाखेरि आई सी अ ब्युटिफुल फ्युचर अफ द कन्ट्री मैले चाहिँ भोलिको नेपाल चाहिँ यहाँ देखिरहेको छु
अघि हामीलाई ट्राफिकले त्यहाँ रोक्नु भएको थियो एकछिन उसले एकछिन रिपोर्टिङ गरेर के भन्यो भने तपाईँहरूले गर्नु लागेको काम त राम्रो रहेछ अहिलेसम्म त यस्तो डिसिसन के आउनुभयो मलाई त्यही रिपोर्टिङ आएको छ यसरी नै जानु है भनेर भनेछु हामी चाहिँ त्यो लेभलको डिसेन्सी र त्यो लेभलको रेस्पेक्ट कमाउने मान्छेहरूको बिचमा रहेछु म भनेर पनि म धेरै प्राउड छु मानव सेवा आश्रमलाई पनि हामीलाई यो सेवा गर्न दिनुभएकोमा पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु सो वान्स अगेन लेट्स गिभ अ बिग 1 2 3 10 स्विट गरेका छौँ हामीले यहाँनिर अब चाहिँ हामी सूर्य चौर लाग्छौँ केटाहरूको ढाडतिर के हो केटा हो के हो चिलाए क्या हो किन पड्केर जाऊ हजुर हाम्रो आज गोलीमाण्डुको डोनेसन प्रोग्राम छ सबै ठाउँमा इन्फर्म भइसकेको छ एकचोटि कुरा गर्नु न कति ठाउँमा ल्याङ हाने हो जाऊ लिड हान कोही छुट्या छैन हैन ल केटाहरूको एनिभर्सरी राम्रो हुँदैछ है एनिभर्सरी बप्पाल कोही बाँकी छ कि छैन अब आउँदै रहेछ पछाडिबाट एकजना जोइन हान अझैसम्म केटा डिसिप्लिनमा गइरहेछ होइन भने मानिरहेछ बेला चाहिँ हल्का उठ्पो ट्याङ गर्नु खोज्छ त्यतिखेर फेरि केटाहरूले गाली खान्छ लाइनमा हिँड As you can see, केटा हो राइड भने यही हो होइन escape from the reality हो क्या ओ बिगेश भाइ धेरै जिगज्याग नखेलो है जिगज्याग खेलाउने बानी छ है जिगज्याग नखेलो है रोकेको ठीक
एकछिन तल एउटा मान्छेको बाइक बिग्रिरहेको छ म ठ्याक्क रोक्न लाँदै केटाहरूलाई ऊ राहुल भाइको खै कुदाउनु अफ भयो क्या खै पेट्रोल त नहोला सबै चाहिँ राख्नु सबै साइड लगाउनु सब साइड लगाउनु 3541 356 8338 नम्बरको हाइस आउँछ हाइस त्यसलाई रोक्नु त रोजर छैन सबैको मोडिफाई छ 3333 ट्याङ्गो 1 राइट अनि उताबाट हामी उता पनि उ गर्नु भएको थियो उताबाट कोअर्डिनेट गरेर हामी यहाँ जाँदैछौँ भनेर टिपेर आएको हो अनि चेक गर्नु नि तपाईँहरूको अब चेक गर्न पाउँछ तपाईँहरूले फोन रिसिभ गर्नु यहाँ कोअर्डिनेट गर भन त भाइहरूलाई त्यहाँ केही नबोल केटा बाइक यहाँ राख होइन आनन्दले बस केटाहरू एकछिन केही नबोल है होइन खोइ कसको डकुमेन्ट कहाँ छ हजुर चाबी कहाँ छ हजुर डकुमेन्ट नभएपछि चाबी माग्नु पर्यो नि अनि उताबाट हामी कोअर्डिनेट गरेर उताबाट सबै उ गरेर हामी डोनेसनको लागि आएको हो सर होइन अनि उताबाट अघि हामीले नि उता रोक्नु भएको थियो त्यहाँबाट कोअर्डिनेट गरेर हामी यहाँसम्म आइपुग्यो क्या सर हजुरहरुसँग किन रिसाउनु सर सबै त्यतिकै जङ्गिनु भयो सबै सक्छ सबै समात्नु ल त्यही भएर रोक्यो सर सवारीको उताबाट कोअर्डिनेट गरेर तपाईँहरू उताबाट चाहिँ कोअर्डिनेट गरेर पठाउने अनि यहाँ चाहिँ बिचमा यसरी ल्याङ गर्ने के हो यो के भन्नुभयो सर उताबाट हामीले कोअर्डिनेट गरेर पठाएको थियो होइन अनि तपाईँहरू बिचमा आए चाहिँ अघि इन्फर्म गरेको थियो हामी सूर्य चौर जान्छौँ त्यहाँ सामाकोसीमा डोनेसन राइड हो भनेर हजुर होइन हल्का हल्का मोडिफाइड छ सर हजुर हजुर डकुमेन्ट नबोकी हिँड्नु भन्नुभएको थियो र सर होइन होइन त्यस्तो होइन केटा सबजना यता हो सबजना उता जाऊ ओ विमल भाइ उतापट्टि बस बाइक यहाँ चेक्स केटा हो बाइक चेक्स केटा हो यहाँ बाटोमा आउँदा आउँदा यहाँ हल्का गाह्रो परेको छ हामीलाई यस्तो गाह्रो पर्दै गर्छ होइन हेर्दै गरौँला एकछिन यहाँ टी ब्रेक अब झ्याउ लाग्यो एकछिन शीतल पनि छ घामसाम ला छैन यहाँ समात्ने कुरा हुँदैछ हेरौँ के हुन्छ कस्तो हुन्छ हामीले अब आज यस्तो हो भनेर हामी उता डिस्क्राइब त गरिसकेका छौँ त्यो गर्दा पनि आज डोनेसन राइड गर्दा पनि राम्रो गर्दा पनि हामीले नि हल्का कमजोरी देखाएको छौँ यहाँनिर त्यहाँदेखि अब कोअर्डिनेसन गर्दै जाउँ हेरौँ के हुन्छ यहाँनिर मामाजीहरू पछाडि ल प्रेसिडेन्टलाई के भन्नु मन छ यहाँ गाह्रोमा परियो त गाह्रो त होइन हामी त जस्तो सुकै भयो नि हो तर नि अब हामी एउटा कुरा भने अरूलाई डिस्टर्ब हुनु भएन तर हामी अरूलाई डिस्टर्ब गरेको पनि छैन डिस्टर्ब पनि गरेको छैन तर अब पुलिस हाम्रो साथीहरू बुझ्नुपर्ने हो आजको राइड हामी पनि पोजिटिभ वेमा गएर हो अब हामीले डाइना च्यारिटी राइड गऱ्यौँ त्यसपछि अब माथि सूर्य चौर जाउँ भनेको कसैलाई डिस्टर्ब नगरिकन आफ्नै पारामा जाउँ भनेर सोचेको हो त्यही नै भइरहेछ तर केटा हो मलाई मेरो साथीदेखि चाहिँ रिस उठ्यो है प्रहरी हाम्रो साथी भन्छ मलाई साथीदेखि रिस उठ्यो म साथीसँग सम्बन्ध तोडिदिन्छु होइन ल केटा हो हामी चाहिँ यहाँ फाइनली निस्किसकेछौँ सरहरू यहाँ राम्रै हुनुहुँदो रहेछ भने मानेर एकदम आनन्दले हामी अब जान खोज्दैछौँ मौसमले साथ दिएको छ घाम धेरै लागेको छैन होइन अहिलेको त्यहाँको ट्राफिक सरहरूले पनि राम्रोसँग कोअर्डिनेसन गरिदिनु भयो होइन त्यही भएर हामी आनन्दले गइरहेको छौँ अब चाहिँ प्लान चाहिँ के छ भन्दाखेरि केटाहरूले यहाँ भ्याली सर्किट हान्ने कुरा गर्दैछ यहाँनिर हाम्रो सरहरूले स्काउटिङ हानिरहनु भएको छ होइन अगाडि स्काउटिङ हान्दै हुनुहुन्छ भनेर चाहिँ क खान्दा
ल केटा हो यहाँ फाइनली हामी डेस्टिनेसनमा पुग्यो होइन केटाहरू सब भिजिरहेको छ बाइकहरू यतातिर छ छिरिङ भाइ त पोज दिएर बसिरहेको छ है त्यहाँ केटा हो मेरो नि गोप्रोको चार्ज सकिएको छ होइन अब यहाँ चाहिँ आज हाम्रो डिनर 8 बजेको प्लानिङ थियो डिनर अब छिटो सकिने भयो माथि जोस उत्पात भयो अब